ज्ञान हुनु पर्यो। अनि अर्को प्रश्न पढ्ने राम्रोसँग पढ्ने अनि बल्ल दुईचोटि पढेर अन्डरलाइन गरेर अनि यो लेख्ने हो भनेर तपाईले के त भन्दा क्लियर भइसकेपछि बल्ल तपाईले के गर्नुहुन्छ भन्दाखेरि चाहिँ उत्तर लेख्न सुरु गर्नुहुन्छ हैन यो कुरा। अनि प्रश्नमा के हुन सक्छन् भन्दाखेरि तपाईले चाहिँ विभिन्न पार्टहरु हुन्छ, भागहरु हुन्छ। पहिलो अब क्वेशन पार्टिसन गरेको हुन्छ, त्यो क्वेशनका भागहरु नछोड्ने र कति वेट हो त्यो वेट अनुसार के गर्ने त एन्सर। 5 नम्बर हो भने 5 नम्बरलाई लेख्ने, 10 नम्बर हो 10 नम्बरको लेख्ने र त्यो 5 लाई 10 नम्बरलाई पनि सेगमेन्टेसन गरेको हुन सक्छ, त्यो पार्टिसन गरेको हुन सक्छ। त्यो पार्टिसन हो गरेको भने त्यसको वेट अनुसार हामीले चाहिँ के गर्नुपर्छ उत्तर लेख्नुपर्छ। अनि भूमिका खण्ड, परिचय खण्ड, निष्कर्ष खण्ड धेरै लामो चाहिँ नलेख्ने। कतिपय के गरे आउँछ भने खास लेख्नुपर्ने उत्तर चाहिँ थोरै लेखिदिने, भूमिका र निष्कर्ष चाहिँ रिपिटेड गरेर थोरै धेरै लेखेको पाइन्छ। त्यसको चाहिँ नलेख्ने। निष्कर्ष भनेको के हुन्छ वन थिम हो हैन, 2 लाइन 3 लाइन त्योभन्दा बढी चाहिँ एक कन्टेन्ट भन्दा बढी चाहिँ नलेख्ने। निष्कर्ष भनेपछि के हुनु पर्यो समराइजै हुनु पर्यो है। त्यसकारणले गर्दाखेरि भूमिका खण्ड, परिचय खण्डमा अनावश्यक कुराहरू लेख्नु भएन। प्रश्नले सोधेको भन्दा पनि आफूले जानेको धेरैले लेख्ने गरेको पाइन्छ। यो चाहिँ एकदम कमन इस्यु हो। आफूले जे जानेछ त्यो गरेर आइदिने क्या, त्यसो चाहिँ गर्नु भएन। क्वेसनले सोधेको चाहिँ लेख्नु पर्यो। क्वेसनले चाहिँ के सोधेको छ त्यो सोधेको कुरा चाहिँ तपाईहरुले लेख्नु पर्ने हुन्छ। प्रश्नको भाग कति छ 1-3 गरेर चाहिँ लेख्नु पर्यो। कमलाई कम लेख्नु पर्यो, बढी भाग छ भने बढी लेख्नु पर्ने हुन्छ। अपुरो शब्द नलेख्ने, वाक्यलाई अधुरो नछोड्ने, अनि कतिपय कुराहरू लेख्दाखेरि हैन 5-6 लाइनसम्मको लामो वाक्यमा पुरा कन्टेन्ट चाहिँ लेख्ने। धेरै सर्ट गर्दाखेरि कहिले मिनिङ नआउन सक्छ, त्यसकारणले अपुरो वाक्यहरू नलेख्ने। राइटिङ स्पिडमा पनि धेरैको समस्या हुन्छ। हेर्नुहोस् आजको एकदम फास्ट लेख्नुपर्छ। तपाईले घरमा डेमो एक्जाम बनाएर तपाईले चाहिँ डेमो जस्तो पुरानो क्वेशनहरू सरल लेख्ने भएर 3 घण्टाभित्र म भ्याउँछु अथवा 2 घण्टा तोकिएको लोकसेवा आयोगले निर्धारण गरेको समयभित्र म भ्याउँछु भन्ने भएर चाहिँ तपाईँ जानुपर्छ। नत्र चाहिँ तपाईँको स्पिड चाहिँ अलिक चाहिन्छ। लोकसेवा लेख्ने मान्छेको चाहिँ सरल स्पिड चाहिँ अलिक हात चाहिँ बढ्नुपर्छ कि एकदम धार्जी लेख्ने मान्छेलाई चाहिँ क्वेसन सुन्ने समस्या हुँदैन। त्यस कारण स्पिडमा पनि ख्याल गर्नु पऱ्यो। अब सिलसिलेबल किसिमले लेख्नु पऱ्यो। घुमाउ किसिमले क्वेसन सोध्यो भने कहिले चोक हुँदैन, अलिक घुमाएको हुन्छ, आत्तियो हुँदैन। जसले चाहिँ ला खत्तम भयो भनेर घोप्ने छुने खालको हुन्छ। त्यस कारण यो आत्तिनु हुँदैन। सबैको लागि गाह्रो हुन्छ। गाह्रो भयो भने सबैको लागि गाह्रो हुन्छ, सजिलो भयो भने सबैको लागि सजिलो हुन्छ। त्यस कारणले गर्दाखेरि नआत्तिने अनि यसरी चाहिँ लेख्ने।